एकचोटि फेरि गर्नु त ल है दिदी यो आयो है यस्तो टेबल अब हजुरले खोजे जस्तो हाम्रो धनगढी सहरमा अब उता पनि आयो होला के अरे सीता पाइला अझै खाऊ न आधा घण्टासम्म मेरो खाँदै थिए आफू थाकेको थिएँ आफू छैन यो खोप्रा बिग्रिनु बटाउन लागेका भने मैले पनि मेरो कुरकाउने अनि त्यही बोल्यो भने होला केही हुन्न बिना छोरी बेटी भनेर हुन्छ पढ्ने ठाउँमा बोल्नुपर्छ मैले के भने ऊ आउँदैछन् दुईटा हामी गएपछि भइहाल्छ भनेको के हुँदैन अरे यहाँ आगोको थियो त बनाउनु उनीहरू मैले त बनाएको त्यही त पछि दुईजना को आएर काट्ने होला हिँडेर गएको थियो आए सही मान्छे तर यहाँका मान्छे यहाँ समाज कस्तो बुझ्यो तिमीले के बुझ्यो मान्छेलाई यहाँ आफू पनि नगर्ने अरूलाई पनि गर्नु नदिने भन्ने के यस्तो समाज चाहिँ यो समाज होइन नि त यो समाज त राम्रो खाएको त गयो फेरि त्यसो हुँदा अन्त त्यस्तो गर्ने होइन नि त काम बिचरा ऊ भयो म भयो यहीँ आएर यतिहरूको भयो कि हिजो यहीँ भइदियो हाम्रो थाहा थियो कि हामी भए मलाई ऊ हुन्थ्यो नि यति टेन्सन भयो भात सकिएर खाने मान्छे जन्ने लाज एक त त्यसै लाज गरिरहेको एक त भात सकियो के भन्लान् भन्ने मलाई त्यो गयो कि अब लगाउ गाह्रो राम्रो भएको थियो किनकि दोस्रो चोटि लड्न पकायो के त्यो दिएको चामल जो दिए
यो फुल उडाउने हो त्यो उड्दैन माथि भयो त्यो राख्ने होइन नि त तल राख्नु पर्यो नि त अझै तल पूजाका सामान के ल्याउनु पर्ने थाहा छ अझै पूजाका सामान चाहिने कि नि हजुरले त मलाई कतिचोटि भन्नुभयो बेकार तपाईँलाई त भिडियो बनाइन्छ यस्तै नाम अझ छ यार यताबाट यसरी हो यताबाट यसरी उल्टा आयो
यताबाट है होइन यताबाट यसरी हो यताबाट यसरी उल्टा आयो अब त्यहीबाट फर्क्यौ ल तिम्रो एकदमै गएर आछ होइन यताबाट यसरी हो यताबाट यसरी उल्टा आयो Noite